हेलो गुड मर्निङ। आज फेरि मैले नयाँ ब्लग लिएर आएको छु। आज पनि मैले ताइन तुईको सधैँ जस्तै जस्ट सो ब्लग लिएर आएको छु। सो नराम्रो भए पनि मैले आज चाहिँ ब्लग चाहिँ बनाइरहेको छु होइन। अनि आज चाहिँ मेरो कहाँको ब्लग छ भने आज मेरो बुढालिङ कन्टकसम्मको ब्लग छ। सो हामी चाहिँ आज 3-4जना भएर जाँदैछौँ। हामी चाहिँ आमा अनि ठुलो मम्मी अनि माइजू भएर चाहिँ हामी जाँदैछौँ। अनि ठुलो मम्मी र माइजूको चाहिँ आज फर्स्ट टाइम होला। अनि आमा चाहिँ गएको थियो जानुभएको थियो अनि मैले चाहिँ आज लिएर जाँदैछु। सो हामी चाहिँ अहिले ठमेलको बाटो लिएर जाँदैछौँ। अनि माइजूलाई चाहिँ ठमेल देखाउनु भनेर लिएर गएको लामो भएर बाटो। अनि म चाहिँ हिँडाइ छु। अनि ठमेल धेरै घुम्नुपर्छ नि त, त्यही भएर अनि मैले चाहिँ घुमाउँदै लिएर गएको। अनि बाटो लामो भयो भनेर कराएको कराई हुन्छ। गाडी चढ्ने ठाउँ कतिखेर आउँछ भनेर कराएको कराई हुन्छ। अनि हाम्रो ठुलो मम्मी चाहिँ टिकटक स्टार होइसिन्छ अनि भिडियो स्टार नै होइसिन्छ, सबै स्टार होइसिन्छ। सो उहाँको चाहिँ मभन्दा नि बढी टपर होइसिन्छ उहाँ चाहिँ। अनि हामी चाहिँ म चाहिँ अगाडि जस्ट क्यामेरा मात्रै गर्ने हो। अनि हामी चाहिँ आइसक्यौँ अब गाडी चढ्ने ठाउँ। हामी चाहिँ गाडीको वेट गर्दैछौँ। अनि हामी चाहिँ जुन गाडी पनि यति धेरै प्याक मात्र देखेर अनि बल्ल बल्ल एउटा गाडीमा चाहिँ घुसेको। अनि बल्ल बल्ल सिट पायौँ गाडी चढेर पनि। अनि म चाहिँ लास्टमा अनि माइजू बिचमा अनि आमा र ठुलो मम्मी चाहिँ अगाडि बस्नु भएको थियो। अनि हामी चाहिँ पुग्यौँ। अनि उहाँहरू चाहिँ मन्दिर जान खोज्नु भएको रहेछ। मैले चाहिँ भजन गर्नेतिर हरे कृष्णतिर लिएर गएँ। अनि म चाहिँ त्यतातिर गएको थिइनँ मन्दिरतिर। अनि गाडीवालाले चाहिँ यहीँनिर हो मन्दिर भनेको थियो। अनि मैले चाहिँ जबरजस्ती लिएर गएको थिएँ उतातिर। अनि उतातिर चाहिँ म चाहिँ यता मन्दिरतिर अहिलेसम्म गएको थिइनँ कि। अनि त्यही भएर मैले चाहिँ यतै हो भनेर यति जबरजस्ती गरेर लिएर गएको थिएँ। अनि त्यो माइजू र ठुलो मम्मी चाहिँ यति धेरै गाली खोल्नु भएको थियो, यतातिर होइन गर्नुभएको थियो। त्यही भएर मैले लिएर गएँ। अनि गाली खाँदै लगे पनि। अनि उहाँहरूले त्यहाँ पुगेपछि टिकटक फोटो गराउन पाएपछि अनि त्यो भजन गर्ने ठाउँमा गएपछि यति रमाउनु भयो। ल राम्रो ठाउँमा लिएर आएको रहेछ अरे लास्टमा चाहिँ। अनि घुमाएर भ्याएपछि चाहिँ अनि हामी चाहिँ अहिलेसम्म पनि पुगेन। अनि पुगिँदैछौँ अझै पनि। अनि सो उहाँहरू दुईजना चाहिँ अलि ढिलो हुनुभएको थियो। अनि लिएर जाँदैछौँ। मलाई चाहिँ रमाइलो लागिरहेको थियो त्यहाँनिर। सो हामी चाहिँ दुईजना अगाडि दुईजना पछाडि गर्दै हिँडेको थियौँ। अनि यहाँ चाहिँ घुमाउँदै लिएर हिँडेको थियौँ। अनि यता भजन गर्ने ठाउँतिर जान चाहिँ अलिकति परै छ, त्यही भएर मैले हिँडाउँदै लिएर आऊ गाडी पनि जान्थ्यो। अनि यहीँनिर गाली खाऊ मैले धेरै चाहिँ। अनि मैले चाहिँ यहाँबाट लाँदैछु। सो हेर्दै जाउँ है। अनि हामी चाहिँ अहिले पुगिसक्यौँ बुढालिङ कन्टक पुगेर नि यतातिर लाग्दैछौँ हामी चाहिँ। सो हेर्दै जाऊँ मैले कता लान्छु। अनि माइजू र ठुलो मम्मी चाहिँ मलाई कराई हुनुहुन्छ यहाँ चाहिँ ल्याएको मन्दिर उता हो भनेर। अनि पनि धेरै हुँदै गएको छु। हेर्दै जाऊँ मैले कता पुऱ्याइरहेको छु। अनि म चाहिँ अघि हिँडिरहेको छु। अनि फोटो पनि खिचेको छु फेरि मैले फोटो पनि कति धेरै खिचिदिएको छु। अनि के अरे ठुलो माइजू त झन् ठुलो मम्मी त झन् आमामा ट्यालेन्ट एक नम्बर ट्यालेन्ट। अनि त्यही भएर यो सबैजना फोटो खिच्नमा बिजी छन्। मैले पनि खिचिदिएको टिकटक बनाइदिएको यस्तो रमाइलो थियो। अनि अहिले चाहिँ उहाँहरूले कराउनु भएन। अहिले चाहिँ शान्त हुनुहुन्छ शान्त। अनि मैले सबै घुमाइदिइरहेको छु। अनि ठुलो मम्मीले चाहिँ कहाँ खिच्नु हुँदैन त्यहीँ जानुहुन्छ कि खिच्नुलाई। अनि जहाँ जानु हुँदैन त्यहीँ जानुहुन्छ। अनि आमा चाहिँ जहाँ फुल चढाउनु हुँदैन त्यही चढाइदिनुहुन्छ। सब 101 छन्। फेरि उता लेखेको नि पढ्ने होइन हेर्ने होइन पढ्न नसर्ने पनि त्यहाँ चित्र चाहिँ टाँसेको त्यो चित्र पनि हेर्नु हुनु कि गएर अगाडि सुई अगाडि जानुहुन्छ। अनि यहाँ मैले चाहिँ त्यहाँ घुमाउँदै यहाँसम्म पुगिसकेको छु। अनि त्यो के अरे बुक किन्ने भनेको थियो कृष्णको, त्यो पनि अब कसले पढ्छ किताब मात्रै किनेर अनि त्यो किनेन। अनि हामी चाहिँ अहिले जाँदैछौँ घुम्दैछौँ एकदम रमाइलो। हामी चाहिँ यो सबै घुमेर चाहिँ उता मन्दिरमा जाने भन्नुभएको थियो। अनि मन्दिर चाहिँ मैले देखेको छैन है। फेरि म मन्दिरतिर चाहिँ गएको छैन। अनि यहीँ हो। अनि भजन सुन्ने भनेको 12:30 बजीबाट मात्रै हुन्छ अरे। हामी चाहिँ 10 बजी नै पुगेको थियौँ त्यहाँ। अनि त्यही भएर हामीले चाहिँ त्यो भजनहरू केही सुनेनौँ। त्यहाँबाट एकछिन ध्यान गऱ्यौँ अनि फर्क्यौँ हामी चाहिँ।
अनि यहाँ आमाले चाहिँ पैसा चढाउँदै हुनुहुन्छ। यो चाहिँ यहाँ चाहिँ कस्तो राम्रो राम्रो मूर्तिहरू सबै छ यहाँ चाहिँ। अनि मूर्तिहरू हेर्दै हिँड्दै फोटो खिच्दै टिटो बनाउँदै हिँडेको हामी चाहिँ। अनि त्यहाँको भ्यू पनि एकदम राम्रो छ। अनि माथि जाने सोच्थ्यो माथि गएन। अनि हामी चाहिँ तल हेऱ्यौँ सबै। अनि मैले चाहिँ अर्को एउटा भन्नु बिर्सेँ चाहिँ मैले चाहिँ भोइस गरेँ है, ब्याकग्राउन्डमा भोइस गरेँ मैले चाहिँ। एकदम थकै लागिरहेछ। सो हामी चाहिँ यहाँ नि फोटो खिचेर हिँडेको यति हो खिच्ने ठाउँ चाहिँ। अब हामी चाहिँ अब मन्दिरतिर जाँदैछौँ। मन्दिरतिर यहाँ चाहिँ कस्तो राम्रो भ्यूहरू चाहिँ एकदम राम्रो राम्रो छ। के भ्यू छ त्यो भ्यू यस्तो राम्रो छ। तपाईँहरू यहाँ आउनु एकचोटि भ्यू गर्नु होइन, फोटो टिका बनाउनु। टिका पनि लगाउनु, हामीले अब टिका लगाउनु लगाउनुपर्छ है। रमाइलो छ गाइस। ठुली मम्मी र माइजूलाई पनि एकदम रमाइलो लागिरहेको छ अहिले चाहिँ। हामीले टिका लगाउनु जाँदैछौँ है, टिका लगाउनु जाँदैछौँ। दुईवटा हुँदो रहेछ। एउटा टिका चाहिँ यसरी लगाउने, गोलो टिका चाहिँ माला नलगाएकोले लगाउने, अनि कति पुच्छा चाहिँ टिका माला लगाएकोले लगाउने रहेछ। अनि त्यो ऊ मात्रै लगाउनु गयो। अब हामी चाहिँ गइरहेको छौँ है टिका लगाउनको लागि। सो मलाई चाहिँ एकदम मनपर्छ कि यो रातो टिका भन्दा नि यस्तो टिका। सो त्यही भएर हामी चाहिँ अब टिका लगाउन हिँड्यौँ। सो मलाई चाहिँ छिर्ने बित्तिकै टिका लगाउनु मन लागेको थियो। अनि मैले फर्किने बेलामा लगाउने भनेर नलगाएको मैले चाहिँ अहिले चाहिँ मैले लगाउँदैछु। अनि हामीलाई पण्डितले प्रसाद पनि दिनुभयो, त्यो पनि खाँदैछौँ हामीले। अनि हामी सबैजनाले टिका लगायौँ। कस्तो राम्रो देखियो टिका लगाएपछि त। अनि आमाहरूले सबैले लगाउँदै हुनुहुन्छ टिका। सो यो चाहिँ माइजू, उहाँ चाहिँ माइजूले लगाउनु भएको। अनि उहाँ चाहिँ ठुली मम्मीले लगाउनु भएको। अनि आमाले नि लगाउँदै हुनुहुन्छ। अनि आमाले नि लगाउने हुनुहुन्छ। अनि हाम्रो चाहिँ यो मात्रै बनाउने रहेछ। अनि तलतिर लगाउनलाई चाहिँ माला लगाउनु पर्ने रहेछ, त्यही भएर लगाएन। अनि प्रसाद खाँदैछौँ हामीले चाहिँ, प्रसाद। सो मलाई चाहिँ एकदम रमाइलो लागिरहेको छ कि यहाँ आउन। त अझ भजन भएको भए त अझ रमाइलो हुन्थ्यो। भजनै भन्ने त्यो मन परेन कि खासै। कस्तो आनन्द हुन्छ, दिमाग फ्रेस हुन्छ, एकदम माइन्ड फ्रेस। सो भजन सुन्नु परेन, त्यही भएर चाहिँ। सो हामी चाहिँ अब टिका लगायौँ, प्रसाद खायौँ, सबै गऱ्यौँ। अब हामी चाहिँ फर्किँदैछौँ। अब फर्किने मतलब हामी मन्दिर त जानु पर्यो। अनि हामी चाहिँ त्यही जाँदैछौँ। मलाई चाहिँ यो टाउको दुख्न थालिसक्यो। एउटैछौँ। सो उहाँहरू चाहिँ अगाडि गइसक्नु भयो, उहाँहरू दुइटा स्टार। अनि हामी दुइटा चाहिँ पछाडि आइरहेको छौँ। हामी चाहिँ अगाडि, उहाँहरू पछाडि हुन्छौँ। अनि हामी चाहिँ अहिले हिँड्दैछौँ। अब मन्दिरतिर जाँदैछौँ। सो हेर्दैछौँ के हुन्छ। म मन्दिर गएन, अब गएपछि थाहा हुन्छ। म गएको छैन है। अनि त्यहाँ कस्तो के छ भनेर त्यही गरेर हिँडेर। अनि अहिले चाहिँ भिडियो बनाइरहेको छु यतिकै। सो अनि त्यहाँसम्म चाहिँ सोध्दै जाने हो म चाहिँ। यहाँ यो इस्कन बाइकहरूमा चाहिँ गएको छैन। अनि त्यही भएर जाँदैछु। सो हेरौँ है के हुन्छ। हेर्दै जाऊँ। हामी चाहिँ अहिले मेन रोडमा आउनु लाग्दैछौँ। मेन रोड हामी चाहिँ आइसक्यौँ। मन्दिर चाहिँ यही छ। सो अब हामी जाँदैछौँ। हामी चाहिँ आइसकेको छौँ मन्दिर। अब चाहिँ हामी यहीँ घुम्छौँ। अनि यहाँ के छ सबै देखाउँछौँ। यहाँभित्र चाहिँ अलाउड रहेछौँ क्यामेरा। सो हामी चाहिँ जाँदैछौँ। अनि हामी चाहिँ भित्र गएर पूजा गरेर आइसक्यौँ। यहाँ चाहिँ यस्तो चाहिँ यही चाहिँ यहाँ चाहिँ मजा अहिलेसम्म आएको थिएन यहाँभित्र चाहिँ। सो अब यति हो घुम्ने। अनि एकछिन बस्ने, क्यामेरा गर्ने, फोटो खिच्ने, अनि रमाइलो गर्ने, अनि जाने घर। अब हामीहरू चाहिँ सकिसक्यो। हामी चाहिँ अब फर्केको यति हो यहाँ क्यामेरा गर्दै हुनुहुन्छ। सो अनि यहीँ फोटो खिच्ने हो। उहाँहरू दुईजना फोटो खिच्न जानुभयो। हामी चाहिँ यहीँ छौँ। अनि अब हाम्रो चाहिँ यो लास्टतिर हो। अब हामी चाहिँ गाडी चढेर घर जाने हो। सो थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा। यो ताइन तुईको भिडियो यति लास्टसम्म हेरिदिनु भयो। जसो भ्लग हो मैले अगाडि नै भनिसकेँ।
सो अर्को ब्लग फेरि लिएर आउनेछु। मैले चाहिँ यो अगाडि भने मैले ब्याकग्राउन्डमा बोलेको भनेर मैले भिडियोको साउन्ड चाहिँ राखेको छैन, किनकि भिडियोमा अलिकति नराम्रो साउन्डहरू आइरहेको छ अनि म यो ब्याकग्राउन्डमा नि बोल्न सकिनँ किनकि टाउको दुखिरहेको छ। सो यति हो भिडियो चाहिँ। अब हामी चाहिँ फर्केको गाडी चढ्नुलाई जाँदैछौँ। सो थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा। अरू ब्लगहरू लिएर आउनेछु बिस्तारै। जस्तो ब्लग हो, बाई बाई।